देखिए अभी इतना सुंदर मौसम है यहाँ पर, और उसका थोड़ा आगे हाथी का थोड़ा झुंड है। तो मजूर और हाथी का झुंड देखिए। यही जाने ओह जान्छ यता हाथी को झुंड देखिए। यहाँ पर कितना हाथी है, यहाँ 2 है। अरे आगे तो रोको रोको रोको, हाथी देखिए कितना सारा है यहाँ पर। अभी देखिए इतना सारा हाथी, वाह। इतना सारा हाथी, देखो भाई हाथी कितना सारा है देखो। 2 1 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 तो देख रहे, पूरा 31 तो झुंड देख रहा है अभी तो। और बाकी है उधर पीछे भी है। तो सब दातल है, कितना दातल है, ज़्यादा से ज़्यादा दातल है। सब नज़दीक है। हाथी हाथी है अभी, वाह। 4 ठो 5 ठो तो 6 ठो तो इधर ही दातल है। ओह पीछे भी है। मान्छे त कता ऊ होला त्यो खोलातिर कतै बसेर क्यामेरा गरेर बच्चा यो त 2टा भइहाल्यो, एउटा भइहाल्यो। मेन त त्यहाँ छिर्नु पायो भने त देख्थ्यो नि, त्यहाँ हात्ती डिस्टर्ब हुन्छ, र डिस्टर्बै गर्नु भएन। अहिलेको त्यो हन्जाको रहेछ नि मरेको होइन, त्यो उहाँको तल त्यो हन्जेको यहाँ छिटै दाग बत्ती अझै भित्र पनि रहेछ त। यसको दारो दामी आयो नि, यसको दारो दामी छ नि। बच्चा पनि पुरै छ तर ड्याममै छ। फुँगा त फुक्दैछ गर।
तर त्यो सबै ब्याक भयो नि छोडिदिउँ डिस्टर्ब नगरौँ निर्माण पोषण गरिदियो अनि पनि कहाँ त्यो यता पस्दैन यो त यत्रो ओह्राएको त मऱ्यो उता जाने यहाँ पुरा डिस्टर्ब भयो भने जान्छ कि यहाँ डिस्टर्बै होइन कहाँ हुन्छ मौसम पनि त्यस्तै दामी छ हात्ती नै चर्ला जस्तो छ हल्का शीतल अब पानी आयो भने त झन् हात्ती कालो भइहाल्यो त्यो दुइटाले चाहिँ के गरेको यहाँ त्यो हाम्रो मोमेन्ट यसको बच्चा छ बच्चा छ र त यस्तै ल्याइँदैछ यहाँ यसको पनि छ पछाडि कसका पर्लान भन्नु आरामले बोल न केटा हो आरामले पानी आउनु थाल्यो नि हौ हल्का त्यो माथिको त पानी हो क्यामेरा क्या मोमेन्ट दामी लिँदैन माथिको यो हेर न यो अब यो दारे निस्केको यहाँ एम्लेको पेडमा कत्रा छ यो दारे माथि निस्किने चाहिँ छोडिदेऊ मलाई दागपत्ती जाऊ त तिमी तल स्टिङ आउँछ तिमी स्ट्रिङ आउँछ हजुर। पक्रा जाऊ हो अरे लहर गएन त ओइटा जाऊ जाऊ स्टिङ पक्रा यहाँ मुनि चारवटा छ यहीँ रहेछ चारवटा छ यसमै छ दामी एकदम सब दामी एकदम दामी मैले भनिनँ यहाँनिर निस्किन्छ यो भनेर ऊ तल बस 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 यसको कुनै मोमेन्ट हुँदैन प्रशान्त अट्ठाइसवटा चाहिँ आँखाले देखेँ बच्चा त कति छ त्यो मुनि यो 50-60 वटा हुन्छ एक काम गरौँ कि अलिकति अगाडि जाउँ है होइन यो त्यो हल्का भित्र ठेल्ने किन ठेल्ने यहीँ होस् दियो नि हेर्नु आउँछ नेपालबाट आओस् न केही हुँदैन कि तर यता आउँदैन नि त किन भित्र ठेल्ने यसलाई डिस्टर्ब भएन उता जान्छ गाउँपट्टि थाल्यो अझै पानी पर्नु थाल्यो पर्दैन त्यो पानी हो नि माथि चेप बढाउने यो पानी हो नि एकपल्ट हामीले रेली भेटेको नि यस्तो सामने सामने कि यस्तो रुख यस्तोमा यो के भयो अरे तपाईँको क्या पानी हल्का पऱ्यो निस्किन्छ यता बगरमा ड्याममै यो त खतरा दारे पुगेको छ एउटा त अघि यहाँबाट अर्को आउँदैछ यहाँ भित्री भेट्न अर्को आउँदैछ दारे रहेछ यो निस्किन्छ
कति यस्तो छ 60 भन्दा ज्यादा छ 60 वटा छ 60 छ त्यो एमलीको पछाडिको देख्दैन नि त एमलीको पछाडिको देख्दैन उहाँ पछाडिको देख्दैन त्यहाँ तलै थियो क्यामेरा ठिक रहेछ होइन त्यो उयसको चेक गरेको दामी हो दामी हो दामी हो हाँ? सिन दामी हो मैले बनाइरहेको छु हल्का पानी पर्यो नि यो डल्लै पकरमा निस्किहाल्छ निक्लिने चाहिँ ट्राई गर्दैछ कोतै हिँड्यो भने निक्लिउँ भन्दै होला होइन पानी तलबाट पुरा भएर आउँदैछ आज भिजाउने रहेछ मुनि बस्नुहोस् हौ तिमीले तिर्पल मागेनौ लिएर आएको ल्याक्छौ तर हुँदैन त्यो त्यो चाहिँ गाडी छ भने बनाउनु पर्छ एउटा पुरा चाहिँ त्यो निस्क्यो हो बगरमा हिँडे आजको सबभन्दा शेर चाहिँ सानो उडे रहेछ तर खतरा हुने यो निस्किन्छ भने मलाई थाहा थियो के बिना दाह्रो रहेछ है तपाईँको हेर यो त उयो रहेछ हरामी रहेछ हेर न त्यसको कान हेर न कानको मुभमेन्टबाट थाहा रहेछ बेसी छ यहाँ उहाँ पर होइन दाँत त्यही दाँत देखाउने मात्रै छ नि त अब हेर्न कतिवटा दाह्रे चाहिँ छ यहाँ चाहिँ 4वटा त्यो अगाडि जानेसँग 5वटा त्यहीँ छ यो त लास्टै चङ्को रहेछ नि पोजिसन हेर न कानको पुच्छर ठाडो पारेर हो तिमी चाहिँ रेडी बस्छ नि एउटा झरेको थियो नि त होला त्यहीँ उयसमा अड्किरहेको जालीको उता के खाँदैछ त्यो मान्छेसँग कहाँ हो त्यो मान्छेसँग होइन त्यो यहाँ हाम्रो गाडीसँग हो त्यो डिस्टर्ब भएको अगाडि गएर लिएर इम्लिक पेडा गरेर सबै खिचेर दामी आउँछ यहीँ गएर नि खिचिदिन्छ निस्क्यो खोलामा एउटा त्यो पुच्छे चाहिँ खै ए यहाँ अब बगरमा झरेको हेर न कुटुटुटु कुद्छ पारी नै हो नि पानीले खतम बनाएछ त्यहाँ त्यो झार्नलाई कुनैले यहाँ एड गरेको छैन आमा सबै थाक पऱ्यो त कहाँबाट आयो